अहिले चाहिँ यो क्षेत्रमा पनि भिडियो खासै खिच्नु नपाउने रहेछ। पहिला चाहिँ यो भित्र पनि मैले भिडियो खिचेको थिएँ। त्यतिखेर चाहिँ पहिला चाहिँ भिडियो फोटो केही पनि खिच्नु पाउँदैन भनेर नोटिसहरू थिएन, त्यो बेला चाहिँ मैले खिचेको थिएँ। अनि म चाहिँ अहिले पशुपति क्षेत्रमा छु। योभन्दा अगाडि राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत क्षेत्रहरू 3 ठाउँ पुगिसकेको थिएँ। यो क्षेत्र चाहिँ पशुपति क्षेत्र हो। पशुपति क्षेत्रले पनि धेरै क्षेत्रफल ओगटेर रहेको ठाउँ हो। यो चाहिँ हिन्दू धर्म मान्नेहरूको लागि विशेष ठाउँ हो। यो ठाउँमा चाहिँ धेरै पर्यटकहरू आउने गर्छ। विशेष गरी इन्डियाबाट यो ठाउँमा चाहिँ धेरै पर्यटकहरू आउने गर्छ। हिन्दू धर्म मान्नेहरू चाहिँ विशेष गरेर आउने गर्छ यो ठाउँमा। र नेपालको पनि विशेष गरी उपत्यका बाहिरबाट आउने बुढापाकाहरू पुर्खाहरू चाहिँ विशेष गरेर यो ठाउँ चाहिँ दर्शन गर्ने भनेर आउने गर्छन्। सानो बेलामा गाउँमा हुँदाखेरि हाम्रो पनि बाजे बजुहरू आफन्तहरू काठमाडौँ आउँदाखेरि चाहिँ यो ठाउँलाई दर्शन गरेर आउने गर्थ्यो। अनि यहाँको प्रसादहरू भनेर त्यो सानो सानो सेतो दानाहरू अनि त्यो बान्ने डोरी जस्तो हो त्यस्तोहरू बोकेर आउँथ्यो। अनि यो चाहिँ पशुपतिको प्रसाद हो भन्नुहुन्थ्यो। हिन्दू धर्म मान्नेहरूको चाहिँ यो एकदमै विशेष ठाउँ हो। यसरी चराकराको सुन्दा चाहिँ गाउँतिरको याद आउने। यो ठाउँमा पनि यति धेरै मान्छे आएको रहेछ। यता माथिल्लोपट्टि चाहिँ बस्ने ठाउँ अनि उँधोपट्टि हेर्ने ठाउँ छ नि त। यहाँ चाहिँ यति धेरै त सबै ठाउँमा फुल प्याक थियो। अहिले चाहिँ यस्तो धेरै मान्छे आएको रहेछ। अब यतापट्टि चाहिँ फेरि फोटो खिच्ने टोलीहरू रहेछ टन्नै नै। अहिले त जो कोही फोटो खिच्ने के यत्रो लामो लामो लेन्स भएको क्यामेरा लिएर फोटो खिच्नु बस्ने टनाटन। अनि त्यो पैसामा फोटो खिच्ने हो सबैले। फेरि यता माथिल्लोपट्टि चाहिँ पुरै जादु देखाइरहेको छ। यता खाली जग्गामा चाहिँ जादु देखाइरहेको रहेछ। जादु हेर्ने मान्छे पनि कति धेरै हो क्या। मान्छेहरू त यति धेरै हो, आउने जाने टन्नै थियो क्या। अहिले चाहिँ पशुपतिमा आरती चलाइरहेको रहेछ। त्यो भएर पनि होला मान्छेहरू टन्नै आएको चाहिँ। आरतीको लागि मान्छेहरू टन्न आएको रहेछ। बेलुका पनि यति धेरै मान्छेहरू आएको थियो। आम्मामामामा कति धेरै हो क्या मान्छे त। हेर्ने मान्छे त उयो माथि चढी चढी पनि हेरिरहेको थियो क्या कहाँबाट गएको। त्यहाँ चाहिँ फेरि टिकटक बनाउनेहरू त्यत्तिकै थिए, भिडियो बनाउनेहरू त्यत्तिकै थिए, आनन्द चिलमा बसिरहनेहरू पनि त्यत्तिकै थिए। अब यो आरती चलाएको हेर्नुलाई नै त होला नि मान्छेहरू यत्तिकै आएको टन्नै नै थिए। पुलदेखि लिएर हिँड्ने ठाउँै थिएन क्या। जहाँ गए पनि टन्नै हुन्छ मान्छे चाहिँ अहिले। पशुपतिको मेन मन्दिर चाहिँ यतापट्टि छ। अनि यतापट्टि चाहिँ एकदमै राम्रो रहेछ। अहिले चाहिँ राम्रो बनाएको रहेछ। भक्तजनहरू पनि टन्नै थिए, दर्शन गर्न आउनेहरू पनि टन्नै थियो। यतापट्टि चाहिँ सफा पनि बनाएको रहेछ अहिले चाहिँ यतापट्टि। अनि यहाँ माथिपट्टि फेरि भजन गाएर सुन्नेहरू गाउनेहरू आनन्द लिइरहेको थिए। अनि सोलरको बत्तीहरू पनि हालेको रहेछ अहिले चाहिँ। यो सानसानो पोल बनाएर एकदमै राम्रो बनाएको रहेछ अहिले यतापट्टि चाहिँ। अनि यसरी नै माथिपट्टि पनि राम्रो बनाउनु पर्यो। त्यो माथिपट्टिको साइडहरूपट्टि चाहिँ अलिकति पुराने संरचनाहरूलाई चाहिँ मर्मत गरेर राम्रो बनाउनु पर्यो। त्यहाँतिर गएर मान्छेहरूले हेर्दा पनि वाउ भन्ने खालको चाहिँ अलिकति बनाउनु पर्यो। अनि यो आरती हेर्नुलाई होला मान्छेहरू यति धेरै थियो। बेलुकासम्म पनि थियो क्या। अब खोइ के हुन्छ भनेर म पनि अलिकति हेरेर चाहिँ बसेँ, तर खोइ केही पनि गरेन। मान्छेहरू भिड थियो, हिँड्ने बाटोमा खचाखच नै थियो। यो पशुपतिमा चाहिँ अब मान्छे
मान्छेहरूको अन्त्येष्टि गर्ने ठाउँ पनि भयो अनि राम्रो कामको लागि पूजा गर्ने ठाउँहरू पनि भयो यहाँ चाहिँ